हेलो गाइज वेलकम टु ए न्यू भ्लग। अझै म भर्खर नआएर आएको अनि भ्लग बनाउन थालेको 2-3 दिन भइसक्यो त्यो भ्लग नबनाएको। अनि आज चाहिँ जागर चल्यो भनौँ न। हिजो अस्ति जागर नचल्यो नि होइन, भ्लग बनाउन चाहिँ मन थिएन, त्यस्तै बित्यो भनौँ दिनहरू। आज चाहिँ भ्लग बनाउनु पर्छ भनेर बनाउन आँटेको। अब चाहिँ भर्खर नआएर आएको। अब रुम मिलाउँछु होइन फर्स्टमा चाहिँ, अनि के हुन्छ हेरौँ है त। रुमको हालत देखाइदिनु तपाईँहरूलाई पहिला। यस्तो छ होइन, भत्ताभुङ्ग छ हेर्नु है त गाइज। रुमको हालत चाहिँ यस्तो छ होइन, ओछिन हेर्नु भत्ताभुङ्ग छ। रुम चाहिँ 2-4 दिनमा मिलाएर हुन्छ होइन, त्यस्तो मिलाउनै पर्दैन क्या धेरै जस्तो। कहिलेकाहीँ मिलाएर त्यस्तो फोहोरै हुँदैन भनौँ न रुम। फेरि फोहोर चाहिँ हल्का नि देख्नै मन लाग्दैन कोठामा, यस्तो हुन्छ क्या एलर्जी टाइपको। यो आज चाहिँ मिलाउन आँटेको। 2-4 दिन भइसक्यो त्यो रुम नमिलाएको नि, यस्तो भत्ताभुङ्ग छ। अहिले त पहिला रुम मिलाइदिन्छु गाइज। रुमको हालत चाहिँ ढोकैबाट देखाइदिउँ न त होइन, यस्तो भइसकेन। टक्क मिलाएपछि चाहिँ के मिलाउनु पर्ने जस्तो थिएन क्या, हल्का भत्ताभुङ्ग भयो भने मिलाइहाल्नु पर्ने जस्तो लाग्छ कि मलाई चाहिँ होइन। हावाहुरी लाएर पानी पर्छ जस्तो छ होइन गाइज। यस्तो भइछ होइन, ए खाट होइन। सब मिलाइसक्यो होइन, यति हो। गाइज होइन, आज धेरै केही प्लान त छैन। अब पुरा मौसम यस्तो बवाल भइरहेको छ नि होइन। प्लान भनेर चाहिँ यति हो, टक्क मकै पोल्ने तल गोठमा गएर अनि मकै पोलेर खाने हो है त। त्यही प्लान भइरहेछ यस्तो मौसम हेर्दा त। हेर्नु न यस्तो छ गाइज। फर्स्टमा चाहिँ लुगा धोएर आउँछ है त, अनि के हुन्छ हेरौँ है त गाइज। म चाहिँ तल आएर मकै पोल्न आँटिरहेको थिएँ होइन। अनि मलाई टक्कै याद आयो क्या, हामी बच्चा बेला यो मकैको यो जुङ्गा टाइपको हुन्छ त, त्यसले यस्तो जुङ्गा बनाउँछ त, त्यही बनाउन आँटिरहेको थिएँ क्या। बनाउन आँटिरहेको थिएँ, मेमोरी हुन्छ भनेर खस्या गऱ्यो क्या। यो भएन हेर्नु है त, खस्या गर्छु क्या यत्तिकै टास्छ। के भएर हो, बच्चा बेला त्यत्तिकै हुन्छ क्या, खस्या गऱ्यो होइन। अनि कस्तो देखिया छ भन्नु त, फेरि खस्यो मापा भिडियो बनाउनु नदिने भयो यार। हल्का उयो मेमोरी हुन्छ भनेर भिडियो बनाउन आँटेको, खसी गर्छ। हुँदै भएन अनि टेप किनेर बनाउन आँटेको यार। यसले भएन भने चाहिँ म टेप ल्याएर बनाउँदैछु है, के हुन्छ हेरौँ है त कस्तो देखिन्छ मेमोरी है हाम्रो। कसम भने हामी होइन यो मकैको बोट हुन्छ त, अनि यो उखाले होइन मकै फल्छ त माथि यस्तो फल्छ क्या टुप्पोमा, अनि यो उखाले होइन जुङ्गा हाल्दै हिँड्थ्यो गाइज। यो बनाउन मलाई आधी घन्टा जस्तो लाग्यो होला क्या। टेप किन्यो ल्यायो बल्ल तल अडिरहेछ। त्यहाँदेखि पर्फेक्टली त भएको छैन, अब पर्फेक्टली त बनाउन पनि सकिँदैन है। हेर्नु ल, टिकटक बनाउन आँटेँ, यहाँ आमा हाँसेर बिग्रे गऱ्यो यहाँ। बुढी खित्ता हाँसिदिन्छ नि, मेरो झन् बिग्रिन्छ क्या। एउटा सही बनाउन आँटे चाहिँ सब खसिहाल्यो नि। अब गाह्रो छ, आमाले बिगारिदिनु भयो सबै गाइज। यहाँ एउटा उयो बनाउनु खोजेको होइन, रिल बनाउनु खोजेको, घन्टौँ लाएर आमा फेरि हाँस्दै गर्छ नि। यो खस्या गर्छ, बिग्रे गर्छ, मिलाउँदा हल्का भयो भने बनाउनु खोजे। फ्रेंड्स, मैं जानता हूं कि पेपर लीक ये कोई मामूली विषय नहीं है। लाखों विद्यार्थी, वाह क्या सीन है, वाह क्या सीन है। मकै पोल्ने चाहिँ हाम्रो यता गोठमा हो होइन,
अनि यता चुलो बनाएको छ के। अनि गाइज मैले मगे चाहिँ यता कर्गलोको पाता राखिदिएको होइन, टक्क एस्थेटिक पारामा भन्दा नि अलिक पुरानो भाइ आओस् न, फोर्नी हुँदैन क्या यस्तो राख्दैन भने। अब यहाँ आगो बाल्नुपर्छ चट्ट, अनि मगे बोल्नु थाल्नुपर्छ होइन। बबाल मजा आउँछ हो, यस्तो मौसम छ हेर्नु है, यस्तो मौसम छ होइन, पानी टक्क भर्खर रोइरहेको छ क्या, हावा लगाइरहेको छ। अनि यस्तो मौसममा टक्क गोठा आयो, मगे बोलेको खायो होइन, बबाल मजा आउँछ है त। जाडो महिनामा त टक्क होइन, यस्तो गोठा आयो, आगो बाल्यो, चिसो हुन्छ, मासु पोल्यो, त्यस्तै गर्ने गरेको छ है कहिलेकाहीँ चाहिँ मैले चाहिँ। मलाई चाहिँ रमाइलो लाग्छ क्या यस्तो आगोमा बसेर पोलेर खान चाहिँ होइन। यस्तो मौसम भइरहेको छ हेर्नु न ल, बबाल मजा आउँछ नि होइन। मैले चाहिँ होइन माथि गएर बुगेलामा गएर होइन गोठको यो एक बाल्टिन यो खोया लिएर है, अनि यो छली चाहिँ बबाल बल्छ क्या, यो खोया र छली चाहिँ पहिला सल्काउनलाई काम लाग्छ होइन, डेन्जर बल्छ है। यो चाहिँ खोया भन्छ यसलाई होइन। गाइस अब आगो सल्काउन चाहिँ कति टाइम लाग्ने भन्दा अरू चिसो छ। ओ भाइ यता हेर तिमी भिडियोमा आयो है, कस्तो देखिएछ भन्नु त भाइ, यता आउनु यो लाउँदा कस्तो देखिएछ भन्नु त। ठिक छ काटेको। ए मगे खाने कि नखाने तिमी आज, मगे खाने कि नखाने। अनि दाइसित बस्नुपर्छ है त, पछाडिको भाइ हो क्या, टक्क मगे बोल्ने बित्तिकै आउँछ होइन हाम्रो भाइ, यस्तो चिज गर्यो ल बबाल, मगे पोलेर खानुपर्छ है त। अब गाइस आगो बाल्न सेटअप चाहिँ बनायो होइन, अब आगो बाल्न चाहिँ लास्ट टाइम लाग्छ क्या, हेरौँ कति बेरमा पानी बालिन्छ है। गाइस क्या सही आगो बोलिरहेको क्या बबाल यार, न धुवा उडिरहेछ है, हिजो त धुवा उडेर आमा। गाइस मगे चाहिँ बबालसँग पोलिरहेछ क्या हेर्नु न ल, यस्तो बबाल लाग्छ नि मलाई यसरी जाडो के अरे यो पानी बढायो बेला यसरी मगे पोलेर खाना चाहिँ। न हावा लगाइरहेको छ होइन अहिले चाहिँ, बबाल आगो बल्दिएर आगो पनि मगे चाहिँ पल्टाइरहनु पर्छ यार। गाइस हेर्नु न कस्तो बबाल आगो बल्दिरहेको क्या, टक्क एकछिनै पोलिन्छ जस्तो छ मगे चाहिँ। यता डढ्छ क्या फेरि पल्टाएन भने, सबतिर पकाउनु पर्छ क्या गाइस है। यहाँ एउटा क्यामेरा समात्ने मान्छे चाहिँ चाहियो क्या यार, नत्र म प्रोफेसनल भ्लगर भन्थेँ। यहाँ क्यामेरा समात्नुपर्छ, मगे पल्टाउनु पर्छ यार, गाह्रो छ गाइस। क्या बबाल आगो बल्यो क्या तर आगो चाहिँ मलाई चाहिँ बबाल लाग्छ है यसरी आगोमा बसेर होइन मकै पोलेर खान। टक्कै यो पानी परे बेला चाहिँ सही हुन्छ क्या। ग्यास यता एउटा मकै पोल्न बाँकी छ, यहाँ 3टा पोल्न हालिदिएको होइन। अब एकछिन पोलिन्छ यार, यो त डर लाग्यो, पल्टाउनु पर्छ। ग्यास अघि 2टा भाइहरू आइदियो होइन, अनि अहिले गयो क्या, बोलाएर घरको मान्छेले टक्क लगिदिनु त पऱ्यो नि होइन। म भनेर आएको यसो, यता 2टा चक्लेट पनि होइन लगिदिनु त पऱ्यो। अघि आइदियो होइन, गयो क्या अहिले मकै पोलेर चाहिँ। ग्यास मकै पोलेर चाहिँ सक्यो है त, अब टक्क बाँड्नु मात्र बाँकी हो। अघि पछाडिको भाइहरूलाई 2-3टा लगिदिएँ, बिचरा आइदियो होइन। टक्क हिजो नै आइदियो क्या, 2 दिन भइसक्यो त्यो आएकै, अनि लगिदिनु त पऱ्यो नि बिचरा होइन। ग्यास मकै टेस्ट हान्दिउँ है त। मकै चाहिँ बवाल भइछ होइन। भिडियो मन पऱ्यो भने चाहिँ लाइक सेयर सब्सक्राइब गरिदिनु। अनि त गाइस अर्को भ्लगमा भेटौँ न, बाई बाई।
ठोक दीजिए, 5000 लौटे दिख जाना चाहिए। ये 4000 के लिए मैं यहाँ पे नहीं